हेलो गाइज, तपाईहरु सबैलाई स्वागत छ। आज हाम्रो फेरि अलि नयाँ भिडियोमा तपाईको स्वागत छ। आज हामी अब यहाँ तपाईले देखिरहनु भएको छ हैन, कपडा मिलाउँदाखेरि चाहिँ केटाहरु फेरि आज टाढै जानु लागेको छ भन्ने सोच्नु होला। त्यो चाहिँ हैन, हामी अब यसो मेरो आज एक्जाम छ त, आज भन्दा नि भोलि एक्जाम छ बागलकोटमा। यो राज शिक्षाको लागि जनता दरबारमा त्यहाँ चाहिँ एक्जाम दिनको लागि आज जाँदैछु म हैन। आज एउटा भ्लग त बनाइदिनु भनेर यसो अलिअलि खिच्दैछौँ हामी। कपडा चाहिँ यहाँ अलिअलि अब पठाउनु चाहिँ खासै जानिनँ होइन, अलिअलि मिलाउँदैछ। मेरो डकुमेन्टहरू सबै यहाँ हालिसकेको छ होला। एक्जामको डेट पनि भन्दैन। एक्जाम चाहिँ भोलि छ मेरो होइन, त्यसको लागि चाहिँ हल्का तयारी अब यसो जान पर्यो नि त। अलिअलि डकुमेन्ट कपडाहरू चाहिँ अलिअलि लानुपर्छ। यहाँ झोलामा कपडाहरू चाहिँ मैले प्याक गरिसकेको छु। धेरै त होइन, हाम्रो अब यहाँ फेरि अलिअलि घस्ने सामानहरू छ अलिअलि, त्यो पर्फ्युमहरू सब हालिसकेको छ होइन। अब यहाँ पावर ब्याङ्क पनि लानु पऱ्यो। पावर ब्याङ्क खोज्छु म यहाँ है, पावर ब्याङ्क हाम्रो यहाँ छ। यो पावर ब्याङ्क लानेछौँ हामीले, त्यसको लागि वायर चाहिँ यो लानेछौँ, यो दुईवटा होइन। अनि हाम्रो माइक पनि छ, माइक पनि अहिले लाने हो। अस्ति माइकले चाहिँ धर्नादियो किन ब्याट्री सकिरहेको छ होइन। पहिला चाहिँ हामी बगर जान्छौँ, त्यहाँ केही सामानहरू यसो प्रिन्ट गर्नुपर्ने छ डकुमेन्टहरू। त्यसपछि अनि यो पन्जा गरेर हाल होइन। अब अहिले अब घरबाट एकछिनमा निस्किने होइन, सामान लिनाउँदैछौँ। अब कपडा लाउने क्रम जारी छ हाम्रो। यतापट्टि मोजा आइरहेको छ, दुइटा यो बाउ छोराको। यो चाहिँ हामीले हिजो गिफ्ट पाएको है होइन, गिफ्ट पाएको मोजा। सालमको ज्याकेट पनि नयाँ किनेछ, सबै ज्याकेट कहाँ छ? नयाँ ज्याकेट छ यतापट्टि, नयाँ ज्याकेट हिजो किनेको नयाँ ज्याकेट लिइहाल्नु। दामी छ होइन, दामी छ, दामी। यो हिजो किनेको ज्याकेट यस्तो छ, पछाडि पनि फर्काएर देख्नु। यो चाहिँ यो अगाडि गएर यहाँ दामी छ, यतापट्टि पछाडिको हेर्नुहोस् ल के को अरे यो पाण्डाको ज्याकेट। त्यो चित्र हेर्नुहोस् है, खतरा छ ल। यो के भन्छ अरे, पाण्डा पनि भन्नु मिल्छ, टेडी बियर पनि भन्नु मिल्छ, पाण्डा पनि भन्नु मिल्छ। त्यसलाई यसरी चेन्ज गरेर हाम्रो सरले चाहिँ यो ज्याकेट लाएर जानु हुन्छ। आज मेरो त एज पुरानै ज्याकेट छ, अलिक अब सर्ट चाहिँ लगाइसकेको छु होइन। हाम्रो सरले लाएर जानु हुन्छ। मैले यस्तै किन्न खोजेको, तर यो पाएन, मलाई मिली पाएन, एक्सन मात्रै रहेछ। र हामी अब यसरी यो कपडाहरू चाहिँ लाएर जाँदैछौँ होइन। अनि अहिले हामी अरू गतिविधिहरू एकछिनमा बिर्सिन्छौँ। हाम्रो भिडियो हेर्दै गर्नु होला गाइज। अब हाम्रो के हुन्छ इक्जाम यताउति होइन, सफलताको कुरा हामी जोड्नेछौँ तपाईँहरूलाई, के हुन्छ है त गाइज। हेर्दै गर्नु होला हाम्रो भिडियोहरू। अघि हामीले यो छाता हाल्न बिर्सेछौँ होइन, अब यो छाता नै हाल्नुपर्छ, किनभने हिजो अर्थात् 17 गते किनियो छाता चाहिँ होइन। हाम्रो एक्जाम चाहिँ फागुनको 19 गते छ एक्जाम। फागुनको एक्जाम 19 गते 10 बजे हुँदैछ हाम्रो एक्जाम चाहिँ। के हुन्छ तपाईँलाई हामी जोड्ने नै छौँ है त गाइज। ल गाइजहरू, अब हामी निस्किनु लाग्यो। चाबी लगाइसकेँ मैले। आज मौसम खुल्यो होला, हेरौँ त। टन्टरा पनि घाम लाग्छ। निस्किनु लाग्यो होइन। भिडियो तपाईँले अब हेर्दै गर्नु होला। हामी क्लिप्सहरू खिच्दै जानेछ। आज मौसम खुल्ला छ, चर्किया छ, ज्याकेट लागिएको छ। अलिकति घामले सेक्न पनि सक्छ है। गाइजहरू, हामी यतिखेर चाहिँ गाडीमा चढिसकेका छौँ बाग्लुङ जानलाई होइन। अब यो यहाँनिरको साउन्ड चाहिँ किन म्युट गर्नु पऱ्यो भने, यहाँ गाडीमा अलिकति भनौँ न गीतहरू बजिरहेको कारणले हामीले साउन्ड चाहिँ म्युट गर्नु पऱ्यो। त्यो हामी गाडीमा चाहिँ चढिसकेका छौँ गाइजहरू। यतिखेर हामी गाडीमा जाँदैछौँ। एक्स्ट्रा नोइज आएको हुनाले चाहिँ हामीले अलिकति म्युट गर्नु पऱ्यो यो साउन्ड चाहिँ।
ल हामी यतिखेर चाहिँ यो लुम्डेमा आइसकेको छ नेपालको सबभन्दा पानी पर्ने ठाउँ हामी अहिले पर्वत जिल्ला आइसकेका छौँ हामी अगाडि हामी अगाडि यो हामी अगाडि हामी चर्चा अगाडि हो अहिले हामी पर्वत जिल्लाको उसमा शिवालय चोकमा छौँ यहाँ अब यो बजार त हामी यतिखेर यो नेपालकै अग्लो पर्वत जिल्ला र यो बागलुङ जिल्ला जोड्ने पुलमा छौँ यो लक्ष्मीहरूको पिक हो बाइक पनि गइरहेको छ अगाडि हामी हिँड्दैछौँ यो पुलमा कति लामो हामी लगभग अब कति 20 तिर आम 20 तिर अझै आउनु बाँकी छ एकछिन डिजल गरेर फोटो खिच्नु भएको छ गाउँ तल चक्री खोला देखा त त्यही देखिन्न गाउँ कति बाइक पनि हुँदो रहेछ यो पुलमा जम बेसरी हल्लिरहेको त्यो बाइकको कारण त है सुमन अङ्कलहरू उता पुगिसक्नु हो उहाँहरू चाहिँ बिचमा पुगिसक्नु भयो यहाँ खाजालाई यो नि त उचापट्टि खाँदैछ यो ड्राई मिक्स होइन र हो गाउँमा खाएको पोखरा खाना टेस्टी ल हामी चाहिँ गाइज कैयाको पुल तरेर अगाडि आइसकेका छौँ अब हामी बलिया जान लाग्यो वन जङ्गलहरू देखाउनु तपाईँले होइन चराचुरुङ्गी आवाज सुन्नुहुँदै हुनुहुन्छ कस्तो फिल भइरहेछ सर एकदम राम्रो रमाइलो नेचुरल भ्यूहरू पाइएको छ होइन हामी चाहिँ अब अगाडि बढ्दैछौँ हालै उकालो छ अरे एउटा त्यो उक्लिने भनेको अलिकति उकालो जस्तो चढेको स्यासे भयो के हो यस्तो बाटो त राम्रै छ है पिच गरेको हिँड्दैछौँ हामी घरहरू कति छ हेरौँ त घर 4-5 वटा जस ठिक छ पछाडिबाट बाइक आउँदैछ पुल तरेर यो बाइकको कैयाको पुल तरेर आएको
हामी अगाडि बढ्दैछौँ गाइज। काम चरक्क लाग्छ होइन? गर्मी भयो अहिले त यार। हामी बागलुङको गाउँतिर अगाडि बढ्दै हो। हेर्न सक्नुहुन्छ गाउँघरको वातावरणै दामी। चराचुरुङ्गी किराको आवाज सुन्नुहुन्छ। हिँड्दैछौँ हामी। थै ला यसरी ला ठिकै ठिकै। अहिले सिँढीबाट चढ्न सकिन्छ त? सिँढी चढ्न सकिन्छ हो र? हिँड्दैछौँ हामी। हाम्रो यात्रा जारी छ। यो त अलिअलि घर रहेछ होइन? ठिकै बस्ती। खासै बाग्लो होइन, खासै पातलो छैन, ठिकै होला। बस्तीहरू छन् यता। जङ्गल चाहिँ बेसरी धेरै छ। पाहाडतिर नै रुखै फलायो जस्तो हो। बेसरी गर्मी झन् गरमको भइरहेछ। केही छैन झोलामा, तर पनि गरमको भइरहेछ। हामी उक्लिँदैछौँ। ल हामी चाहिँ यहाँ दुईवटा बाटो थियो, त्यसलाई उस गरेर दाहिनेतिर लाएर हामी यो पिच नगरेको बाटोबाट माथि जाँदैछौँ। यहाँ पनि घरहरू चाहिँ छ होइन? सानो घर छ। सानो कतै सानो कतै ठुलो गाउँ स्टाइलका घरहरू छन् यहाँ। कतै ठिक्कको। बाटो कस्तो छ त? बाटो त एकदम राम्रो नेपाली स्टाइलको पिच नगरेको बाटो छ। त्यता पेट्नु अझै यहाँ माथि जाने कि उता एउटा माथि बाटो छ त्यो जाने के छ? एउटा साइडको बाटो पनि छ। कस्तो छ? हिँड्ने बाटो जस्तो छ। पिच गरेर यही जस्तै छ। सिँढी हो? होइन त्यो होइन, त्यो होइन। त्यो होइन। यहाँ अगाडि बढ्दैछौँ। हामीलाई चाहिँ सिँढीबाट जाने भन्ने कुरा हारेको, तर अलि अप्ठ्यारो हुन्छ होइन सिधै बाटोबाट आउनु भनेको छ नि। तर हामी सिँढीबाट जाने होला होइन? त्यहाँ सजिलो हुन्छ। सजिलो त के भन्छ, अलिक छिटो हुन्छ अरे भनेको हो। कुनै घर त बन्द छ, चलेको पनि छैन। यहाँ त्यस्तै घर छ। मान्छे छैनन् होला नि त। नेपाली कथा त त्यो विदेशी गयो होला, बजारतिर झऱ्यो होला। धेरै समयदेखि केही चलपले नभए जस्तो घर के आँगनतिर घाँस पनि बेसी धेरै। ए ठिक। कुनै मोडर्न खालको घर पनि छ। अलिकति चाहिँ भिडियो हाम्रो अलि हल्लिँदै लाग्छ। हाम्रो क्यामेरा त्यति स्टेबल छैन। इट्स अर्ग्यानिक भ्लग। बाइक आउँदैछ स्कुटर स्कुटर बाहिरको बाटोमा उडाउँदै गरेको
एउटा पिच जस्तो बाटो रहेछ सानो सिँढी हो सानो हो माथि सिँढी त होइन हल्का उकालो उकालो जस्तो छ सिँढी गरेको उसको रुखको मान्छेमा जान्छु भनेर आउनु खोज्छ त यार रुख त यहाँ क्या दामी भ्यू देखिरह भ्यू भ्यू बारी नै बारी छ यात्रा जारी छ हो र यहाँ मन्दिर पनि रहेछ मन्दिर रहेछ के का मन्दिर यिनी थाहा छैन तर मन्दिर रहेछ सानो खालको मन्दिर